भर्खरै मात्र जनआस्थाको पत्रकार किशोर श्रेष्ठज्यू चाहिँ पक्राउ पर्नु भएको छ होइन। अब उहाँले केही दिन अगाडि चाहिँ रासोपाको एकजना माननीय ज्यू र एकजना लेडिजको चाहिँ फोटो किस गरेको फोटो सार्वजनिक गर्नुभएको थियो होइन। त्यो बेलामा पनि विवाद पर्यो होइन। योभन्दा अगाडि एकजना नायिकाको नग्न तस्बिर चाहिँ सार्वजनिक गरेर आत्महत्या गर्न बाध्य बनायो भनेर पनि केही समय अगाडि चाहिँ यसको पनि व्यापक रूपमा आलोचनाहरू भएको थियो उहाँको होइन। अब माननीय गृहमन्त्रीज्यूको पद चैत हुनुमा पनि योभन्दा अगाडि उहाँको एकदमै ठुलो हात थियो होइन। जनआस्थाको एकदमै ठुलो हात थियो र आज चाहिँ के कारणले पक्राउ गरियो, उहाँमाथि के कारणले पक्राउ पुर्जी भयो होइन, यो कुराहरू चाहिँ विस्तृत रूपमा खोलिसकेको अवस्था भने छैन। तर उहाँ चाहिँ पक्राउ भने पर्नु भएको छ है। योभन्दा अगाडिको सरकारसँग चाहिँ एकदम साटकाट नजिक भएको र होइन कसैले छुनै नसक्ने, छोए कि सिद्धाइदिइहाल्ने होइन, एकदम खतरनाक पत्रकार हुनुहुन्छ उहाँ चाहिँ होइन। र फाइनल्ली उहाँ चाहिँ पक्राउ पर्नु भएको छ होइन। अब यसको सम्पूर्ण विवरणहरू चाहिँ अब खुल्दै जाला होइन। योभन्दा अगाडिको घटनाहरू नि अब छानबिन हुन सक्ने एकदम बढेर गएको छ है त।